नमस्ते, पुनः म यहाँहरूको बिचमा जोडिएँ। यतिखेर हामी चाहिँ दुबईको मिराकल गार्डनमा छौँ। मिराकल गार्डनमा आइरहँदाखेरि यो मिराकल गार्डन भनिसकेपछि अब यहाँ फुलै फुल मात्रै देख्न पाइन्छ भन्ने छ। फुलबाट बनेका जस्तै हामीले फ्लाइ एमिरेट्स देख्यौँ, सबै फुलले चाहिँ ट्याक्क यतापट्टि मिराकल गार्डनको यतापट्टि चाहिँ हामीले एरोप्लेनमा थोरै पखेटा मात्रै देखिरहेको छ। पछाडि अब हाम्रो चितवनको ठुलो के हात्ती यता पनि हात्ती है, यो हात्ती हो। यो मन्दिर धेरै कुराहरू फुलै फुलबाट एउटा गीत थियो हाम्रो नेपाली गीत, फुलै फुल मात्र पनि होइन रहेछ जीवन, फुल रहेछ जीवन। फुलै फुल मात्र होइन जीवन भन्थ्यो, तर यहाँनिर आइरहँदाखेरि जीवन वास्तवमा फुलै फुल हो कि भन्ने चाहिँ आउनुहोस् त। यतापट्टि चाहिँ यो उता देखाउनुहोस् त, मयुरलाई हाम्रो मयुरलाई पनि अब फुलै फुलले छोप्दैन होइन। थ्याङ्क यू। अब हामी चाहिँ बिस्तारै यता डाँडामा चढ्छौँ। तपाईँ अगाडि जानुहोस् कृपया। ल अब हामी चाहिँ यता अब एकछिन यो उकालो फुलै फुलको बगैँचाबाट उकालो चढ्दैछौँ है। विदेशी पाहुनाहरूको चाहिँ म्याक्सिमम् ढुङ्गाम अब होइन फुल चाहिँ भित्र अब ओइलाउने जस्तो। अब यो समय चाहिँ जाडो महिनामा मात्रै हुन्छ अरे, अब गर्मी महिनामा चाहिँ हुँदैन यही हो। यहाँबाट चाहिँ अब जान्छ होइन, यसको पछाडि चाहिँ अब जान नसकिने रहेछ। त्यही कारणले गर्दाखेरि थोरै यतापट्टि हामी जान्छौँ समुद्रको छेउ। समुद्रको यता के छ, कोरियम चाहिँ के हो, यो कोरियम छ। कता गइन् बोल्छु अलि कता कता हिँड्दै बगैँचामा नजाऊ तिमी, फुल सोचेर तिमीलाई, फुल सोचेर हामी त यतै आयौँ क्या यताबाट यसो। अब यस्तो झन् हामी अब लगभग यो घुम्नलाई चाहिँ करिब पनि लगभग 3 देखि 5 घन्टा चाहिँ छुटाउनु पर्ने रहेछ होइन, यो बगैँचा घुम्नको लागि, मिराकल गार्डन घुम्नको लागि, आनन्द लिनको लागि, आनन्दरी घुम्नको लागि, आनन्द लिनको लागि। अब हामी त अहिले पटङ 10 टिपन टापन मात्रै हो। त्यो पनि टाइम कटिसक्यो। हामीसँग अब समय नै छैन। अब दुबईमा आइरहँदाखेरि अब यसो केही कुरा छ दाजु मलाई भेट्दा कस्तो? एकदम सर्वप्रथम चाहिँ नारायण भाइसँग चाहिँ मेरो युएमा अस्ति सर्ट एकैछिनको लागि हाम्रो भेट भएको थियो। यो टाइमको लागि चाहिँ नारायण भाइलाई एकदमै थ्याङ्क यू भेरी मच होइन। अझ पनि हाम्रो भेट यति सुन्दर ठाउँमा हुनु रहेछ होइन, जस्तै दुबईको पनि एकदमै सुन्दर ठाउँमा भेट हुनु रहेछ र पो अलिकति ढिलो भएको रहेछ होइन। जस थ्याङ्क यू भेरी मच है यो टाइमको लागि। थ्याङ्क यू भेरी मच विथ स्पेन्डिङ टाइम विथ मी है। अब स्पेसल्ली अहिले दाइसँग भेटेर पनि धेरै धेरै खुसी लाग्यो। विदेशमा सबैजना एकदम बिजी हुनुहुन्छ, यद्यपि बिजी हुँदै पनि समय दिएर चाहिँ जुन भेट्ने सुअवसर मिल्यो। थ्याङ्क यू भेरी मच। धन्यवाद दाइलाई पनि। थ्याङ्क यू। अब यस्तै हो, अब दाजुभाइ भेटियो रमाइलो पहिला भएको भए कस्तो रमाइलो हुन्थ्यो है। अब अहिले आफ्नो पनि अलिक बुढेसकाल पनि आयो, रोग ब्यागले पनि छुन लाग्यो। तर रमाइलो गर्न छोड्नु हुँदैन दाइ, जिन्दगी भनेको रमाइलो होइन, त्यो दुःख भइरहेको छ। अब त्यही हो, अब फेरि थोरै अब त्यस्तो हुँदैन आजकल हो, त्यही भएर अलिक गाह्रै भइरहेछ। रमाइलो हामीले चाहिँ के सिक्यौँ भन्दा रमाइलो त्यो चिजले गर्छ भनेर सिक्यौँ कि पहिला। के उल्टो हाम्रो अब उयो के हेर्नु कि त पुर्खा खाएपछि अब रमाइलो हामीलाई चाहिँ पार्टीमा अब त्यो छैन भने त्यो रमाइलो भएन क्या, हो कि होइन भन्नु त? कन्सेप्टै उल्टो भयो त्यही भएर